प्रश्न नम्बर 3 मा छ एक मानिसले 60 मिटर अग्लो टावरको टुप्पालाई त्यसको फेदबाट x मिटर पर गएर यो 60 मिटर अग्लो टावर हो। यसलाई हामीले टावर मान्छौँ है। यो कति मिटर छ त? 60 मिटर छ। यसलाई मैले a मान्दिए, यसलाई मैले b माने। यो यहाँदेखि लिएर यहाँसम्मको उचाइ भनेको 60 मिटर छ। अनि त्यसपछि फेरि क्वेशन बनाएको छ 60 मिटर अग्लो टावरको टुप्पालाई त्यसको फेदबाट x मिटर पर गएर यसको यो जुन b छ यो फेद भयो, यो फेदबाट x मिटर पर गयो। यो x मिटर भइहाल्यो। यहाँदेखि लिएर यहाँसम्मको यो x मिटर पर गयो। x मिटर भयो पर गएर अवलोकन गर्छ। यो x मिटर दृष्टि रेखाले 49 कोण 30 डिग्री पाउँछ भने अनि त्यसपछि के गर्छ त? यसले अवलोकन गर्छ। अवलोकन गर्दाखेरि यहाँ टुप्पा हेर्छ है। यहाँबाट यसले के गर्छ त? यो टुप्पो हेर्छ। यो टुप्पो हेर्दाखेरि उसको दृष्टि रेखाले 49 कोण के गर्छ त? 30 डिग्री को पाउँछ भने x को मान पत्ता लगाउनु धेरै सजिलो छ। उसले 30 डिग्री पाउँछ। यहाँबाट के पाए त? कति डिग्री पाए त? 30 डिग्री। 49 कोण भनेको कहाँ भन्छ? दृष्टि रेखाले जमिनसम्म बनाएको कोणलाई के भनिन्छ त? 49 कोण भनिन्छ। दृष्टि रेखाले जमिनसम्म बनाएको यो भएपछि कति डिग्री त? यो चाहिँ उसले 30 डिग्री पायो। अब हामीले यति पाइसकेपछि त अब यो अलरेडी यो त्यस्तो भएपछि यो त राइट एंगल ट्रायंगलको सेप लियो। राइट एंगल ट्रायंगल गर्नु। राइट एंगल ट्रायंगल गरेपछि यसबाट हाइपोटेन्युस परपेन्डिकुलर लम्ब हामी छुट्याइहाल्छौँ। अब यहाँ लेख्ने यहाँ के छ त? यो भनेको के हो त? लम्ब। लम्ब जसमा हामी परपेन्डिकुलर भन्छौँ, पिरियड डिनोट गरिन्छ। यो 60 मिटर भयो। त्यसपछि छ यो भनेको यो एंगल 30 डिग्री मा चाहिँ लम्ब भयो। लम्ब भएपछि यो के हो त? आधार चाहिँ बेस भयो। आधार बेस b बराबर कति भयो त? x मिटर हैन। त्यसपछि हामीसँग अब अर्को के छ? के ल्याउनु भनेको छ भनेदेखि थीटा दिएको छ, tan थीटा। अनि यो थीटा इक्वल टु के भयो त? हाम्रो कति त? 30 डिग्री भनेर। अब हामीलाई थाहा छ के छ त? थाहा हामीलाई ल भन त यसको सम्बन्ध हामीलाई थाहा छ। के थाहा छ यसको सम्बन्ध? यसको सम्बन्ध के छ ल भन त? p र b छ भनेपछि tan थीटा के छ त? p र b छ भने tan थीटा इक्वल टु p बाइ b। त tan थीटा भयो। थीटाको ठाउँमा कति लेख्छौँ हामी? 30 डिग्री हैन र? b भनेको p भनेको कति छ? 60 मिटर। b भनेको कति छ? x मिटर। अनि के रे x छ x मिटर ल्याछ त x मिटर पनि भनेको छ हेर्नु त। x मिटर पर गएर भनेको छ। x मिटर पनि हो x मिटर। अब हामी यसलाई के गर्छौँ त? अब चाहिँ यसलाई हामी के गर्छौँ त? मान निकाल्छौँ। tan थीटाको मान कति? tan 30 डिग्री को मान कति हुन्छ त? 1/√3। 60 डिग्री जस्ताको त्यस्तै यहाँबाट x भयो। यो के हुन्छ त्यस्तो भन्छ? त्यसले के भन्छौँ? क्रस मल्टिप्लाई गर्छौँ हामीले। यसलाई के गर्छौँ त? क्रस मल्टिप्लाई गर्छौँ। एक अर्कासँग गुणन गर्छौँ। यो योसँग हुन्छ, यसलाई हुन्छ। कतिजनाले के हुन्छ यसलाई? क्रिस क्रस भन्छ हैन? त्यो पनि गरिदिन्छ। एक अर्काले सँग गुणन गर्छ। 1 र x लाई गुणा गर्दा x भइहाल्छ। 60 र √3 लाई गुणा गर्दिन्छ। यसलाई गुणन गर्दा हामीले कति हुन्छ? √3 को मान कति हुन्छ? 1.732 हो। हुन्छ? दुईटालाई गुणन गर्दा कति आउँछ? ल गुणन गरौँ त। यसलाई गुणन गर्दा कति आयो? हामीले यसलाई गुणन गर्छौँ, पोइन्टमा पाउँछौँ। तब यतिकै मान लेख्दा पनि हुन्छ। ल x बराबर यति हुन्छ। यतिकै लेख्दा पनि भयो। हाम्रो किताबमा पनि यतिकै एन्सर दिएको छ। होइन भनेदेखि हामी क्याल्कुलेटरमा थिच्छौँ 60 * √3 गर्छौँ। कति आउँछ त्यो
र यतिकै ल सार्ने हो ल सारौँ।